मेरो बच्चाभन्दा 3 महिना सानो तर मेरो बच्चाभन्दा कति धेरै हलक्कै बढेको, मेरो बच्चा चाहिँ सानै छ भन्दै आफ्नो छिमेकी वा आफन्तसँग आफ्नो बच्चालाई तुलना गरेर चिन्ता लिने बानी छ। हरेक बच्चाको आफ्नै तरिकाले ग्रोथ भइरहेको हुन्छ। अरूको बच्चासँग तुलना गर्नु भन्दा पनि आफ्नै बच्चाको ग्रोथ चाहिँ राम्रोसँग भइरहेको छ कि छैन भन्ने कुरा हेर्नु चाहिँ धेरै आवश्यक हुन्छ। अनि एकचोटि बच्चाको वेट लिएर बच्चाको ग्रोथ भएको छ कि छैन हेर्ने भन्दा पनि समय समयमा बच्चाको हाइट र वेट लिएर ग्रोथ मोनिटरिङ गर्नु चाहिँ धेरै आवश्यक हुन्छ। यो बारे चाहिँ तपाईले नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्य कर्मीसँग पनि सल्लाह गर्न सक्नुहुन्छ। चिन्ता चाहिँ कति बेला गर्ने भने आफ्नो बच्चाको ग्रोथ एकदमै ढिला भइरहेको छ अथवा वेट बढिराखेकै छैन, अझै उल्टो घटिराखेको छ हो, यस्तो अवस्थामा चाहिँ स्वास्थ्य कर्मीसँग जानकारी लिने। किनभने कहिलेकाहीँ चाहिँ बच्चाले पर्याप्त खानेकुरा नखाइदिँदा वा बारम्बार बिरामी भइराख्दा वा अन्य कुनै लुकेको कारणले पनि बच्चाको ग्रोथ नभइरहेको हुनसक्छ। के कारण हो भनेर समयमा पत्ता लगाउनको लागि चाहिँ यस्तो अवस्थामा चाहिँ ग्रोथ मोनिटरिङ गर्न आवश्यक हुन्छ। त्यसैले अर्काको बच्चासँग तुलना गर्ने भन्दा पनि आफ्नै बच्चाको ग्रोथ सही तरिकाले भइरहेको छ कि छैन भन्ने हेर्ने बानी चाहिँ बसाल्नु पर्ने हुन्छ। यो कुरा सम्झाउनको लागि तपाईहरुले यो भिडियो चाहिँ अरू आमा बुवालाई पनि शेयर गरिदिनु होला।